ल गुड मर्निङ साथीहरू। हामी चाहिँ आज मास्तिर सागुरी गढी के अरे सागुरी गढी हामी हाइकिङ जाँदैछौँ साथी र म दुईजना मिलेर। हेलो साथी। हामी हिँड्यौँ है। अब चाहिँ यसरी उकालो रहेछ यहाँ ओसोदेखि मास्तिर। अनि ल साथीहरू हामी चाहिँ हाइकिङ हिँडेको, तर यो के भन्छ ओसो चाहिँ अब 7 बजी मात्रै खुल्छ अरे। अनि यसो यतादेखि निस्केको अर्को बाटो निस्केको त यस्तो कुरो छ है। यसले असली कुरो कसरी कुरो खिच्दैछ कहाँ गयो यस्तो कुरो लागिरहेछ नि। कुरो टिपिरहेछ नि बाटो कुरो टिपिसकेर लु अब हामी चाहिँ उकालो लाग्यौँ। यो हामी यो बाटो आएको क्या। यहाँ पनि यता पनि सबै बिरुवाहरू पहिला रोपेको थियौँ। यहाँ तल मैले सजिवन रोपेको थिएँ, कस्तो भयो हेर्नु जानु पर्ने। यस्तो ठुल्ठुलो भएछ बिरुवाहरू। साथीहरू हामी चाहिँ ओसोदेखि यो श्रम संस्कृति पार्कदेखि यो आउने यो बाटो आउनु पर्नेमा हामी चाहिँ अर्को बाटो आएर यो बाटो आएर यहाँनिर यहाँ बाटो भेट भयो। अब हामी यता माथि उकालो लाग्छौँ। यहाँ डो बाटोमा थियौँ यसरी अनि बिसाउँदै थियौँ उकालो। यसरी बाटो पनि कस्तो मजाले बनाइदिनु भएको रहेछ। हाइकिङ मजाले चल्दैछ हाम्रो। यसरी जानुपर्ने रहेछ। ल तपाईँहरूलाई अपडेट दिइराख्छु है। अहिले भरे मास्तिर गएर अर्कै भिडियो बनाउँछु। अनि हामीले रोपेको यहाँ हेर्नु न तेजपत्ता यो फुलहरू कति राम्रो ठुलो भइसकेको रहेछ। खालि फुल भन्न आउँछ हो, बिरुवा हो, फलफुलको बोटहरू। यसरी यहाँ बाटो घाटो यति रमाइलो रहेछ।